अहिले चाहिँ एउटा सर्ट मोनोरेल बनाउँदैछ। त्यो सर्ट मोनोरेल चाहिँ अहिले हामीले गुप्तबारामा अहिले 1008वटा जुन सिँढीहरू बनाएको छ हो, त्यसमा चाहिँ कोशी नदीमा गएर स्नान गरेर त्यो मोनोरेलबाट गुप्तबाराको दर्शन गरेर अशक्त ज्येष्ठ नागरिकहरूदेखि लिएर हामी सबैलाई पनि त्यसबाट भोलि शुद्ध लिन सकिन्छ। त्यसबाट राजस्व बढ्छ। पर्यटन क्षेत्रलाई हामीले उत्पादनमा जबसम्म जोड्दैनौँ, जबसम्म रोजगारीमा जोड्दैनौँ, तबसम्म यसबाट हामीले लाभ लिन सक्दैनौँ र यसबाट पब्लिकले पनि लाभ लिन सक्दैन। त्यसै यसको लागि पनि हामीले काम गर्नुपर्छ। मैले भने यो मोनोरेलदेखि लिएर यही हामीले चाहिँ ध्वजे डाँडामा नटराजको चाहिँ एउटा प्रारूप लिएर संरचना जस्तो बनाउने, नटराज शिवजीको एउटा बनाउने भनेर हामीले समयको अध्ययन गरेर ध्वजे डाँडा भनेको 2200 मिटर अग्लो संसारको चाहिँ शिवजीको सबभन्दा ठुलो चाहिँ एउटा प्रतिमूर्ति भएको अग्लो नटराजको स्वरूप देख्न सकिन्छ। त्यसलाई पनि काम गरौँ भन्ने मेरो हाम्रो सपना छ। पर्यटन मन्त्रालयको सँगै हामीले रामधुनीलाई एकीकृत विकासको चाहिँ एउटा मोडलको रूपमा काम गर्ने, जुन स्टार्ट गरेर एउटा भगवानलाई बजारमा छरे जस्तो हटियामा राखे जस्तो गरेर जुन खालको बनाइएको छ, त्यो आफैमा पनि मलाई मेरो मन पनि कुडिएको छ, दुखेको छ। किनभने अध्यात्ममा विश्वास गर्ने मान्छे, एउटा अध्यात्मलाई आफ्नो जीवन पद्धति बनाउने व्यक्ति भएको हिसाबमा पनि मेरो बढी रुचि पनि अध्यात्म धार्मिक पर्यटन पनि। त्यसैले त्यसलाई एकीकृत विकासको मोडलको रूपमा लिएर जाउँ र रामधुनीलाई चाहिँ हामीले अहिले यहाँलाई जानकारी गराउँ। हामीले अहिले एनटिएनसीसँग मिलेर चाहिँ डिपिआर गरेर चाहिँ ओपन जूको कन्सेप्ट छ। हामी संसारमा हेऱ्यौँ भने युरोप अमेरिकामा हामी हेऱ्यौँ भने हामीले बाघ भालुसँग सेफ्टी दिन सक्छौँ। त्यो खालको त्यो कन्सेप्ट जब हामीले सोच्दैनौँ, सपना देख्दैनौँ, तबसँग पुरा हुँदैन। यो पर्यटन भनेको त सपना पनि देख्ने हो र त्यसलाई पुरा पनि गर्ने हो।